सिस्नो बनाउनको लागि चाहिँ सुरुमा हामीले चाहिँ एउटा कराईमा अथवा कुकरमा पानी उमाल्नु पर्ने हुन्छ है। त्यसमा चाहिँ हामीले 2 चम्चा जति मक्काको पिठो एड गर्नुपर्ने हुन्छ। यसमा चाहिँ मैले सिस्नो लगाउन लागिरहेको छु। I need 1 spoon in this sandwich. ल मैले चाहिँ लगाउन लागिरहेको छु सिस्नोलाई। तपाईँहरू जसरी बनाउन ट्राई हुन्छ हजुरहरूले। त्यसरी नै बनाउनुपर्छ हजुरहरूले। सिस्नो खानुभयो भने चाहिँ स्वास्थ्यको लागि चाहिँ धेरै राम्रो हो। जसले गर्दा म चाहिँ हाम्रो सिस्नो चाहिँ टिको भइसकेको छ। अब अझ त्यसलाई मिक्स गर्नुपर्छ मजाले। त्यसपछि रेडी हुन्छ, झार्नुपर्छ। कस्तो बाफ उडिरहेको छ मैले। आज चाहिँ हामी सिस्नो र ढिँडो खान गइरहेका छौँ। यहाँ सक्नुहुन्छ यति सक्नुहुन्छ यति भयो साथीहरू। ढिँडोको लागि चाहिँ पानी म चाहिँ उमाल्दैछु। अनि यता चाहिँ सिस्नोको तयारी गर्दै हुनुहुन्छ दिदीले।